रुको रुको, ऐसे नहीं, शुरू से दिखाता हूँ। मेरा फलसफा कंधे पे मेरा बस्ता, चला मैं जहाँ ले चला मुझे रास्ता, बूंदों पे नहीं गहरे समंदर पे। ओ, 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 मेरा जिया सफा कंधे पे मेरा बस्ता, चला मैं जहाँ ले चला मुझे रास्ता, बूंदों पे नहीं गहरे समंदर पे। ओ, 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 Moments later. गाइज हेलो गाइज, वेलकम छ मेरो सानो मिनी ब्लगमा। सबै तपाईँहरू सन्चै आराम हुनुहुन्छ। म सन्चै एकदम आरामै चाहिँ आज छु टप्पूतिर श्यामे गाडी कुदाउन आइएको छ होइन, बरट हान्नु। सो अब हामी चाहिँ यहाँबाट बरट हान्नु जानुपर्ने हुन्छ। कहाँनिर हो त्यो पनि थाहा छैन, पछाडि दाइहरूले भनिदिनुहुन्छ होइन। यता छ दिपक भाइ, यता छ शेखर भाइ, शेखर भाइ छ यता। अनि टक्क लाएर हामी चाहिँ तिनजना बुद्ध चोकबाट काम गरेर आइदिएको यहाँ होइन। श्यामे गाडी कुदाउनु कस्तो फिल हुँदो रहेछ आज होइन। अरू गाडी त कुदाएको हो, अब कुदाम। सो अहिले उतैतिर गएर भरत भरेको बेलामा भेटौँला है त गाइस। अहिले चाहिँ हामी यहाँनिर आइसकेको छौँ होइन। एक टिप पुऱ्याएको, पसिना खलखल भइसक्यो एक टिपमै। सो यता छ हाम्रो शेखर भाइले हान्दैछ। यो श्यामे गाडी मजा छ कुदाउनु चाहिँ, हाइड स्टिङ होइन। हाइड स्टिङ कुदाउनुको मजै बेग्लै है। टक्क दियो भाइ त एकछिन रेस्ट, म यहाँ भिडियो गर्दैछु। सो त्यही हो गाइस, कामको बेलामा धेरै भिडियो गर्नु पाइँदैन होइन। त्यही हो, बेलामा गर्दै गरौँला। सो भ्यू चाहिँ हामी चाहिँ टप्पू जलाहाल भन्ने ठाउँमा छौँ। यहाँ छ फर्म होइन, लानु पर्ने चाहिँ यहाँनिर हो यो घरमा। फर्म यो ग्राउन्ड हो मा कसम नाइस छ, हावा सिरेर चलिरहेछ, शीतल पनि छ रुखको खेतमा होइन, मजा छ। ल गाइज अहिले फेरि एकछिनमा भेटौँला। सो गाइज हामीले चाहिँ भरिसकेको छौँ। अनि त्यो टक्क पसिनाले यस्तो खलखल भइसक्यो होइन, दुईटी भयो यो सुधा। सो यता छ दिपक भाइ, म जस्तो लाग्यो। यता छ शेखर भाइ, म चाहिँ टक्क ड्राइभिङ हान्दैछु। अब श्यामे गाडी यसरी गरेर देखाउँ, सिधा यस्तो ठाडो नबन हो। The Bluetooth device is ready to pair. The Bluetooth device is connected successfully. गेटले ऊपर भइसकेको छ। फाइनली ठाउँमा चाहिँ आइपुगिसक्यो। एकछिन छोड्दैन त त्यस्तै। बेसी गरौ
जान्दा गराइ छिटो लु सो फाइनली मैले चाहिँ अनलोड गरिसकेँ कति ढिलो झरेको यार टक्क लगाएर अनलोड भइसक्यो है पसिनाले बेहाल भइसक्यो गाइस सो फाइनली त्यही छ होइन शेखर भाइ यता दाजु शेखर भाइ कुदाउँछ अरे एकपल्ट अब कुदाओस् होइन भाइले शेखर भाइले ड्राइभिङ गर्दैछ अहिले चाहिँ होइन सिकाउने मलाई कति गाह्रो हुँदो रहेछ यताबाट काट न बरोबर त्यही हो गाइस अहिले फेरि अर्कोचोटि अलिक खुसी भेट्नुला है सो दिपक भाइ चाहिँ पानी लिनु गएको छ अहिले हामी दुईजना चाहिँ जाँदैछौँ होइन सो यहाँनिर माल चाहिँ अनलोड गरेर हामी चाहिँ यहाँनिर छौँ सो शेखर भाइ यता छ म यता छु त्यही हो गाइस टप्पु चला टप्पु चला भन्ने ठाउँमा हो होइन गाइस दामी ठाउँ कम दिपक भाइ यता पानी लिनु गएको छ त्यही हो सो म चाहिँ यहाँनिर ट्याक्क लाएर भ्लगिङ गरिदिउँ न त एउटा सानो मिठो होइन भनेर गरेको है अहिले चाहिँ यहाँ फेरि हामीले अर्को टिप आइसकेको छौँ 2 टिप भइसक्यो होइन टक्क लाएर यहाँनिर हो सो त्यही हो फाइनली हामी चाहिँ यार टप्पुतिर काम गर्न आइदिएको छौँ भयो भाइ भाइ भयो टक्क लाएर अनि शेखर भाइले चाहिँ यहाँनिर गाडी उ गर्दैछ अहिले पाली पिलो चलाउँदैछौँ होइन सबैजना चलाउँछ केटाहरू होइन केटाहरू पनि सिकाउरियो म चाहिँ अलिकति उनीहरूभन्दा चलाउँछु होइन त्यही हो गाइस सबैजनालाई साथ सपोर्ट दिनु होला अहिले फेरि भेट्नेछौँ खाना खाएर सो हामीले चाहिँ होइन 10:30 बजेदेखि गरेको अहिले 1 बज्यो ट्याक्क 6 टिप हानिसक्यो त्यही हो अहिले यहाँनिर गाडी फेरि अब भर्नु लागेको छौँ टक्क लगाएर सो हामी चाहिँ यहाँनिर गाइस अहिले खानासाना खाएर अनि टक्क एकछिन रेस्ट गरेर फेरि गर्नुपर्ने हुन्छ 25-26 टिप छ यार गाह्रो छ हौ गाह्रो छ देउ यस्तै छ टप्पु पारा शेखरे ए शेखरे ज्यान्छु गरेर बसेर म्या के अरे कसम यार सानो बिल्ताको सानो लाग्छ है सो गाइस त्यही हो होइन अब एकछिनमा भेटौँला यो लोड गरिसकेर ट्याक्क लगाएर दियो मलाई देखाएन भने यहाँनिर सेन्टी हारेको फेरि सो त्यही हो गाइस अहिले एकछिनमा भेटौँला सो त्यही हो अब चाहिँ होइन आधी लोड भइसक्यो यसले 8 टिप हुन्छ 1:30 भइसक्यो अब त्यही घामले लास्ट पोल्नु थाल्यो उब्बर गर्मिनु थाल्यो शेखर भाइ पनि यता आयो बस्नुलाई पानी खान आएको छौँ लोड चाहिँ यति भइसक्यो दिपक भाइले उता हान्दैछ यत्रो हानिसक्यो यत्रो गर्छौँ यति हानिसक्यौँ टक्क लाएर आनन्द अब आयो है जस दुःख गर्नुपर्छ यस्तो भयो है हातहरू गाह्रो छ जिन्दगी गाह्रो छ सुरुवात हुँदैछ भोग्नु बाँकी नै छ अनि यता चाहिँ बस्तु चढ्दैछ गोरुहरू यता टक्क लाएर अब चाहिँ यो टिपपछि चाहिँ खाना खान जानुपर्ने हुन्छ अनि त्यही हो सो गाइस आज चाहिँ काम गर्ने रमाइलो हुँदैछ हुनु त तर घामले पोलेर चाहिँ अति भयो होइन गाह्रो छ जिन्दगीमा अब भरे कति बजे हुन्छ कति बज्छ कुनी है 25-30 टिप जति तान्नु पर्ने छ भर्खर 8 टिप हुँदैछ अनि आमा सानो छ अझै लास्ट पार्ट पनि देखाउँछौँ गाइस सो लास्ट पार्ट घर जाने टाइमको पार्ट राति हुनसक्छ होइन राति भयो भने देखाउँला अन्तिमसम्म हेरेर साथ सपोर्ट गरिदिनु होला सो गाइस सो हामी चाहिँ टक्क लाएर खाना खानु भनेर हात खुट्टा धुन आइसक्यौँ नि यता कलमा ट्याक्क हात खुट्टा धुने अब क्रम चल्छ हाम्रो अनि यहाँनिर चाहिँ हात खुट्टा धुने केटाहरू यहाँनिर रेडी भइसक्यो म पनि यहाँ खाना खान जानुपर्छ माथि गोठमा है अनि त्यही हो यहाँनिर अब हात खुट्टा धुन्छ च्याट्टा लाएर कहाँ राख्नु पेला न पेला यार पेला
मैले केला केलाउने ए पालो आउँछ त हो के साह्रो हो बाबा बिन्ती त्यसो नभन यता हेन्डसम भइसक्यो फेरि मासला काले बडी सो गर न बडी बिल्डर छ यार यताको खै खतरा देखिरहेको छ झन् बुवा यसरी खा तेरो पालो मेरो पालो ए तिमीलाई चाहिँ केटी नै चाहिने फाइनली गाइस फाइनली कान्नु छैन र 11-12 फुट हो कि अब 12 फुट हो यो टली त सो गाइस हामी त अब हात खुट्टा धोएर खाना खान लागिसक्यौँ त्यही हो माथि जानुपर्ने हुन्छ जो म कताबाट हौ बाटो पनि त्यही हो गाडीमै होला ए हुन्छ त्यतिको आऊ न सो त्यही हो गाइस अहिले खानासाना खाएर टक्क लाएर एकछिन बस रेस्ट गरेको गर्ने अनि फेरि भिड्नुपर्छ काममा नभएको नि आज 20 टिप जति चाहिँ तान्नु सकिन्छ होला तिनजनाले भन्ने शङ्का लागिरहेछ 2 बजिसक्यो त्यही हो गाइस अहिले खाना खाएर भेटौँला टक यो यार दिमाग खराब सो गाइस पावर ब्याङ्क छोडिएर म चाहिँ लिन आइरहेको छु केटाहरू ए पर्खिन पर्खी अरे कलवा पर्खी रे ससै म चाहिँ कुद्दैछु है के हो केटा पानी हो पौडी खेल्ने पानी खिच्चा गर्छस् म्यासला टक्क लाएर गोठाइसक्यो हामी चाहिँ अब ट्याक्क लाएर टक्क लाएर गएछ हामी चाहिँ खानासाना खाएर ट्याक्क खानासाना खाइसकेर यता लाग्दिसक्यौँ अट्टसेखर भाइ यता छ दिपक भाइ यता छ टक्क लाएर हेलो गाइस सो फाइनली ट्याक्क लाएर ल्याउ न त तिमी टुङ ट्याडौ भाइरल हुन्छ मायासला ट्याक्क लाएर हामी चाहिँ यस्तरी यहाँनिर अब यो आएर सुत्ने हो मस्तले हावा चलिरहेको छ सो गाइस हेलो गाइस अच्छा कुछ भी हाम्रो गाडी चाहिँ यहाँ पार्किङ छ होइन सुत्देको ल माता ल हँस न हुँदो नहुँदो हानेर ओ मेरो उयो खै ए सालेहरू सिरानी खोसेर यार ए एउटा मोबाइल हेर्नु व्यस्त उयो हस्पिटल खोला न मलाई नि चलेको छैन मैले अफलाइन भिडियो यस्तो लोभीहरू त हुन्छ ल नदेऊ मायासाल आउँदै म पनि एमबी तानेर हस्पिटल खोलिदिनु ए दिपके ल गाइस त्यही हो हामी चाहिँ खानासाना खाएर एकछिन आराम गर्न आइरहेको छौँ अब एकछिन र फेरि जानुपर्ने हुन्छ हाम्रो बसन्ती चाहिँ यता छ ए फेरि हाम्रो बसन्ती चाहिँ यता छ श्यामे बसन्ती अनि हाम्रो हिरो बसन्तीहरू यता छक्कीहरू क्यामेरा चाहिँ अगाडि फर्काएर आकाशमा देखिन्छ त आकाशमा देखिन्छ त्यही हो थाहा भयो नि ल त्यही हो गाइस होइन एकछिनमा भेट्यो ल गाइस यो चाहिँ हाम्रो लास्ट टिप होस् लास्ट टिप 15 टिप भयो यसले चाहिँ होइन गाइस त्यही हो यो भइसक्यो केटाहरू यता छ दाइले अर्को दाइले कुदाउनु हुँदैछ मोटे दाइले होइन टक्क लाएर अब यो खन्याएर घर जानुपर्ने हुन्छ त्यही हो
भोलि यस्तो भइसकेको छ अनि त्यही हो गाइस। सो फाइनली चाहिँ अब लाग्नु पर्ने हुन्छ। दाइले गाडी झिक्नु हुँदैछ। फ्याँक भयो क्या फ्याँक कति भयो 15 टिप हानेको होइन गाइस। 11:30 बजीदेखिको 1 बजे 2 बजीसम्ममा 8 टिप। त्यहाँबाट फेरि 3 बजीदेखि स्टार्ट गरेको अहिले 5 बजिसक्यो 5:30 भयो। सो अब हामी चाहिँ घर जानुपर्ने हुन्छ। घर पनि धेरै टाढा छ नि त। टप्पु जलाल हो यहाँ भने जलाल भन्ने ठाउँ हो यो चाहिँ। याक्कसँगले बस्तुहरू पनि कता कता गएर अहिले त यस्तो पानी पर्ला जस्तो नि हुँदैछ। धुम्म भयो होइन। त्यही हो गाइस हामी चाहिँ घर जानुपर्ने हुन्छ। अब के कल हात खुट्टा धुन जाने कि धुनुपर्छ। यतिकै के कस्तो कस्तो हालत भइरहेछ मेरो भाइ? सुत्केरी भन्दा चर्को सुत्केरी भन्दा चर्को भयो अरे। तिमी कस्तो भयो? ओभर भइसक्यो क्या जिउ दुखिसक्यो होइन। हातहरू दुख्दैछ। 15 टिप मान्छेले भरेर क्या। डिस्टेन्स त धेरै टाढो छ नि त्यही पनि यहाँबाट म 15 टिप भर्नु भनेको सानो हो। मेरो यहाँ ढाडमा टिल्छु अनि त्यही हो गाइस। अब घरतिर गएर भेटौँला। सो गाइस अहिलेको लागि यति नै। सो हामी चाहिँ होइन टक्क रात परिसक्यो। मल पनि लोड गरेर आइयो। अब पानी पर्ला जस्तो भइरहेको छ। पुरा गाडाङ गुडुङ हानिरहेको छ। अब हामी 3जना चाहिँ हिँड्दै निस्किँदैछौँ। अब केटाहरूले माथि लिन आउँछ। मासतिर बुद्ध चोकतिर चाहिँ खतरा पानी परिरहेको छ अरे होइन। अब केटाहरू पनि आएको छैन। सो त्यही हो बिजेक भयो नि त हाम्रो। अब बडो बिजेक भयो यार। पानीमा भिज्दै जानुपर्ने भयो गाइस। त्यही हो घरतिर गएर भेटौँला त्यहाँ लगाएर। हेलो गाइस सो त्यही हो होइन। हामी चाहिँ पानीले भिजेर यस्तो भइसक्यो त्यही हो त्यही हो सायद। हामी चाहिँ पानीले भिजेर यस्तो लुकलुके भइसक्यो होइन। पानीमा भिज्दै आइरहेको छौँ। यो यत्रो ठुलो पानी परिरहेको छ। राति कति बजिसक्यो? 7 बजिसक्यो गाइस। त्यही हो त्यो फाइनली हामी चाहिँ अनि यता छ दिपक भाइ, यता छ शेखर भाइ अनि म चाहिँ यता चाहिँ होइन चक्क लगाएर अझै आधी बाटो जानु पर्ने छ क्या। हिँड्दै आएको यार पानीले भित्र यस्तो हालत भइसकेको छ। गाइस त्यही हो होइन। घरतिर पुगेर अब भेट्नेछौँ हामी। चक्क लगाएर अब फेरि भोलि पनि जानुपर्ने हुन्छ। भोलि पनि काम गर्नुपर्ने हुन्छ। सकेको छैन काम। 15-16 टिप गरेर आएको हो आज होइन। त्यही हो गाइस। आज काम चाहिँ राम्रै भयो तर फ्याँक भयो गलेर चाहिँ। तर 6-7 घन्टामा 15-16 टिप तानेको हो होइन। त्यतिखेर राम्रै कामले बस्छ आज। हाजिरा राम्रै बस्छ। त्यही हो गाइस। सो घरतिर गएर भेटौँला अहिलेलाई यति नै है त गाइस। सो त्यही हो गाइस। अहिले चाहिँ पानी रहिसक्यो होइन। 8 बजिसक्यो। हामी हिँडेको 6:30 बजे 7 बज्न लागेको थियो। 8 बजिसक्यो गाइस। त्यो अहिले चाहिँ पानी रहिसकेको छ। हामी चाहिँ रामपुर निस्किसक्यौँ। रामपुर बजार फाइनली रामपुर आइसक्यो। फाइनली केटा हो फाइनली ट्याक्क लाएर होइन। यस्तो छ हाम्रो हालत चाहिँ। लुगा भिजेर ट्याक्क लाएर यस्तरी भिजिसकेको छौँ होइन। ट्याक्क रामपुर आइपुग्यो। अहिले चाहिँ 8 बजिसकेको छ ट्याक्कसँगले। घरतिर गएर भेटौँला अब ट्याक्क लाएर। गाइस वेलकम छ सबैजनालाई मेरो युट्युब च्यानलमा। आइएम सबैजना सन्चै एकदम आरामै हुनुहुन्छ होला। गुड मर्निङ सबैजनालाई है त। त्यसै गरेर यता छ म यता छु। आज फेरि हामी चाहिँ टप्पै काम गर्नु जानु लागेको सानो गाडीमा। हिजो गरेको अनि काम सकिएको छैन र फेरि आज पनि जानु लागेको। फेरि पानी पर्दैछ क्या। पानी परेको भएर बल्ल रहेर निस्केर हिँडेको। फेरि पानी पऱ्यो। हामी यहाँ चोकमा झरेको छौँ अनि चिया खानु पऱ्यो भनेर यहाँ चिया मगाएको चिया अनि टक्क चिया खाएर फेरि लाग्दिनु पर्ने हुन्छ। पानी पऱ्यो अनि के गर्नु अब। गाइस ओ दाइ हामीलाई चाहिँ दाइ लिन आइसक्नु भयो। सो हामी चाहिँ म्याजिकमा चढेर रामपुर आइपुग्नु लागिसक्यो। म्याजिक चढेर रामपुर अनि त्यहाँबाट फेरि बाइकमा जानुपर्ने हुन्छ। डक्कसँगले दाइ चिया खाइसकेको छन्। हामी म्याजिकमा चढेर त्यहाँ चिया खायो भने लागिसकेको। पानी पनि नआयो अहिले चाहिँ अलिक। अब त्यतिखेर गाडीमा भेटेर गाडीमा रामपुर आइपुगिसकेको छौँ है। रामपुर यस्तै चाहिँ हाम्रो टाइम छैन। रामपुर बजार जङ्गल आइसकेको छु। रामपुर बजारमा
झरेर ट्याक्क हिँड्दैछौँ तिनजना होइन फेरि हिउँदै जानुपर्ने हुन्छ ट्याक्क लाएर यो रामपुर बजार दाइ खोइ त्यो दाइ त कता गयो ट्याक्क लाएर हामी चाहिँ हिँड्दैछौँ सो गाइस उतैतिर गएर भेट्नेछौँ अब हेर्न अगाडि हेर्न ट्याक्क लाएर हामी चाहिँ फेरि काम परेर ग्यारेजतिर लाग्यौँ फ्युज किन्नलाई फ्युज होइन फ्युज किन्ने हो मासाले फ्युज टक्क हामी चाहिँ लागिसक्यो होइन यस्तो गर्नु यस्तो यहाँ यस्तो गर्नु सो गाइस त्यही हामी चाहिँ ग्यारेजतिर लागिरहेको छौँ अब टक्क लाएर ग्यारेज जानुपर्ने हुन्छ ग्यारेज गएर चाहिँ तिमी पनि आएको यहाँ लाएर रामपुर बजारमा हामी चाहिँ ग्यारेजतिर लाग्दैछौँ सुई हामी को रामपुरको दुश्मन हामी दुश्मन तिम्रो दुश्मन तिमी हाम्रो भाइ हो भने कलकत्ता है होइन आजदेखि हामी चाहिँदैन होइन पुलिस आजदेखि हामी चाहिँदैन होइन हेलो बुनु कलकत्ता त्यो ट्याक्क लगाएर ग्यारेज आयो चाहिँ फ्युज किनेर ग्यारेजबाट निस्किसक्यौँ है देख्न सक्नुहुन्छ ट्याक्क लगाएर 26 दिपक अब ट्याक्क लगाएर गाडीमा चढ्ने हो सर्र जाने हो टप्पु आइसकेको छौँ शुक्रबारे अनि खाजा खानु लागेको रेडी हुनु लागेको अब खाजा खानुलाई ट्याक्क लगाएर चाउमिन चाहिँ चाउमिन ठिक छ त्यही हो गाइस अब खाजा गएर जानुपर्ने हुन्छ यहीँ छ हाम्रो गाडी चाहिँ ट्याक्क सो गाइस अहिले गाडीमा गएर उतै काम गर्ने ठाउँमा भेटौँला है त गाइस सो ड्राइभिङ हानेर चाहिँ उतातिर गएर भेट्नेछौँ आगे त्यही हो फाइनली हामी चाहिँ कामतिर लागिसके 9 बजीसम्म अब त्यो गाइस हामी चलाएर भरे भेट्नेछौँ हामी गाइस हामी चाहिँ टक्क लाएर आइपुगिसक्यौँ ठाउँमा होइन ठ्याक्क लाएर यहाँ गाडी राखिसक्यौँ अब यहाँ लोड गर्नुपर्ने हुन्छ उहाँ लानुपर्ने हो सो हामी चाहिँ यहाँनिर आइसकेको छौँ ट्याट्ट लाएर दिपक भाइ उता बसिरहेको छ म यहाँनिर छु त्यो अब लोड गर्नुपर्ने हुन्छ लोड गरेर अनि फेरि लग्नुपर्ने हुन्छ आज 20 टिप छ त्यही हो गाइस अहिले एकछिनतिर भेटौँला सो गाइस हामी चाहिँ यहाँनिर टक्क लाएर है गर्मी ओभर भयो गाडी चाहिँ लोड भइसक्यो ट्याक्क लाएर शेखर भाइले लिएर जान्छ अरे अनि म यहाँ र दिपक भाइ शीतलमा बसिरहेको छु रुखमा ओभर गर्मी है दिमाग तातिसक्यो यार टाउको फुट्नु आँटिसक्यो घामले पोलेर हावै चलिरहेको छैन यार आम्मामा आज त 9:30 बजीदेखि गरेको ओभर गर्मी भइरहेछ यार गाह्रो छ काम गर्नु त्यो गाइस एकदम गाह्रो छ तिर्खाले प्याक भइरहेछ होइन अनि अब अहिले एकछिनमा खाना खान जानुपर्ने हुन्छ 8 टिप भयो त्यो गाइस अहिले चाहिँ 9 टिप पुग्यो हामी चाहिँ ट्याक्क लाएर अब खाना खानलाई जानु लागेको लोडसोड गऱ्यो अरे फाँक भयो यस्तो फाँक भइसक्यो नि काले सो गाइस अब हामी चाहिँ जानुपर्ने हुन्छ ट्याक्क लाएर The Bluetooth device is ready to pair. The Bluetooth device is connected. So guys, हामी चाहिँ अब लाग्नु पर्यो
भिडियो गर्नु मुख छाड्नु गाह्रो भइहाल्यो च्याउ खाना खानु हिँडेको ट्याक्कसँगले गाडी साडी राख्यो फेरि खाना खानु लाग्यो त्यही हो गाइस अब खाना खाँदाखेरि भेटौँला ट्याक्क लाएर हामी चाहिँ हात खुट्टा साफसुग्घर धुने हो अब अनि खाना खाने सो तर गाई चाहिँ यार कसम भनेको सुरै आएको छैन गर्मीले त्यही हो यता छ दीपक भाइ रहेछ पानी पेल गर्दैछ त्यही हो गाइस यस्तै छ के गर्नु त्यही हो गाइस अहिले खानासाना खाएर रेस्ट गरेर फेरि हामी जानुपर्ने हुन्छ भरे अब घर जाने बेलातिरै भेटौँला है त गाइस अर्को पार्ट आउनेछ गाइस सो अहिले चाहिँ 6:30 भइसकेको छ हाम्रो चाहिँ टिप 18 टिप हुन्छ यसले चाहिँ होइन लोड गर्दैछौँ सो यता दीपक भाइ यता शेखर भाइ छ म यहाँनिर छु त्यही हो आज चाहिँ रात पर्नेवाला छ काम गर्दा गर्दै कम्पनीमा पनि 8 बज्छ होला आज राति होइन गाइस त्यही हो अझै नभएको पनि कति 8 टिप जति बोक्नु पर्ने छ अब 8 टिप बोक्दा त रात पर्छ नि होइन अब यहाँनिर लोड हुँदैछ भर्खर गाइस त्यही हो आज लास्ट प्लान परेको छ अहिले 18 टिप हुन्छ यसले भनेपछि सोच्नु न कति 25 टिप जति बोक्नु पर्ने छ आज त्यो गाइस आज सो अनि त्यही हो आज जे जति भयो नि काम चाहिँ राम्रै भएको छ तर ओभर भयो क्या दिउँसो चाहिँ घामले पोलेर झन्डै मरियो क्या ओभर कसम गाइस लास्ट दिमाग तातेर है आमामा त्यही हो गाइस खानासाना खाएर अब यहाँनिर अहिले चाहिँ हामीले खानासाना खाएर 3 बजीदेखि लागेको 5 टिप जति बोकिसक्यौँ 6:30 भइसकेको छ गाइस त्यही हो सो यता दीपक भाइहरूले गर्दैछ म यहाँ क्यामेरा स्ट्यान्ड हाम्रो क्यामेरा स्ट्यान्ड पनि छ यहाँ बनाएको छौँ हामीले टक्क लाएर हात नल्याउ न यार कस्तो अप्ठ्यारो खालको भयो सो गाइस हाम्रो चाहिँ क्यामेरा स्ट्यान्डबाट भिडियो हुँदैछ त्यही हो गाइस आधी लोड भइसकेको छ अब लोड भइसकेको छ
ट्याक्का लगाएर देख्न सक्नुहुन्छ लोड भइसक्यो। अब म चाहिँ लिएर जान्छु यता। ट्याक्का लगाएर बसिसक्यो। ट्याक्का लगाएर लोड भइसकेको छ। अब चाहिँ गाइस होइन अलिकति खाल्डो छ र भर्दैछ, खाल्डो थोरै छ र अब म चाहिँ लिएर जान्छु। देख्न सक्नुहुन्छ ट्याक्का लगाएर है छ। म चाहिँ यहाँनिर टक्क लगाएर अब लिएर हिँडिसकेँ। के गर्नु होइन, यसले चाहिँ 17 टिप हुन्छ अनि 7 बजीसम्म त्यही हो रातभर साथै चाहिँ ओभर रात पर्छ। हिँडिकन घर जाँदैछु, घर जाँदा रेडी हुनु थिएँ। पानीले बाटोमा पुगेर ढुक्को बनाएको थियो, तर आज पनि पानी पर्ला जस्तो मौसम भइरहेको छ गाइस। त्यही हो होइन, त्यही हो गाइस। बाटो चाहिँ यस्तै छ होइन, यहाँबाट नजिकै हो लानुपर्ने चाहिँ। त्यही पनि त्यो गर्नु होइन गाइस, दुःख गर्नै पर्छ। अब काम भनेको सानो ठुलो हुँदैन, यस्तै हो काम होइन गाइस। यो म चाहिँ अब कुदाउँछु, कुदाउनु त सबैजनाले कुदाउँछ यहाँ होइन। शेखर भाइले पनि कुदाउँछ, दीपक भाइले पनि कुदाउँछ, म पनि कुदाउँछु। पर्छ अलिकति मलाई भन्दा हल्का फुल्का ज्यादा आउँछ, त्यही हो। त्यति मात्र गरम चाहिँ नगर सबैले भनौँ न गाइस। त्यही हो, यहाँनिर ब्याक बम्पर हुन्छ, सो गाइस। अब म चाहिँ ब्याक गर्छु, मेरो क्यामेरा पक्रिने कोही छैन, केटाहरू वहीँ बस्थ्यो क्या, उहाँ परे। त्यही भएर अब म चाहिँ ब्याक गर्छु। छिराइसक्ने गाडी होइन, अब पछाडि अहिले ब्याग छिराउँदैछु। अब गाइस म चाहिँ ब्याक स्टार्ट गरिसकेँ। अब अनलोड गरेर म फेरिमा पर जान्छु। त्यही हो, केटाहरू चाहिँ पर छ, अनलोड गर्दैछु गाइस। त्यही हो, गियर पनि एउटा हातले क्यामेरा एउटा हातले चलाउनु पर्दैछ। के गर्नु है, गियर चाहिँ यसरी एउटा हातले है, एउटै हातले म त लागिसकेँ त। गाइस अगाडि पनि देख्न सक्नुहुन्छ है। केटाहरू चाहिँ त्यहाँ ढुक्कुर जस्तो बसेर हेर्दैछ। बेच हटाउँदा
लाएर आइसक्यो होइन केटाहरू मस्त छ यता ट्याक्क लाएर एक हातले गियर चलाउँछु केटा म एक हातले स्टिक चलाउँछु के छ तिमीहरूलाई क्यामेरा पक्रिन्छ हातले गोलो क्यामेरा स्टिक किन्ने पैसा दिनु पर्यो ल गाइस त्यही हो अब अन्तिम पार्ट चाहिँ लास्टिङमा आउनसक्छ अन्तिम पार्ट अब लास्ट घर जाने बेलामा अन्तिम पार्ट गर्ने हो नि त्यो भयो है त गाइस सबैले लाइक कमेन्ट सब्सक्राइब चाहिँ गर्दै गर्नु होला होइन सबैले माया साथ सपोर्ट चाहिँ दिइराख्नु पर्यो यता छ हाम्रो गुरुजी सेकेन्ड गुरुजी थर्ड गुरुजी सेकेन्ड गुरुजी टुप्पी बा फर्स्ट गुरुजी फर्स्ट भनेपछि फर्स्ट गुरुजी फरक फरक होइन मलाई त आउँदैन ए अरे ल त्यही हो साथीहरू होइन गीत मलाई थाहा छैन त्यही हो साथीहरू होइन अब लास्ट पार्ट घर जाने बेलामा आउँछ त्यति हो गाइस पानी परेर गिद्दी गर्थ्यो गाइस यार यी नाङ्गे भुत्तुङ्गे हुनु पर्यो लुगा भिजिहाल्छ लास्ट के गर्नु होइन रात पऱ्यो 8 बज्नु लागिसक्यो होइन गाइस के गर्नु गाह्रो छ अब अझै 5-6 टिप छ 5-6 टिप छ अझै यार चाबी नै अफ गरिदिएको छु मैले त्यो हो गाइस गाह्रो छ जिन्दगी यार पानी परेर बिजोग भयो नि त हाम्रो पानीमा भिज्दै हाल्दैछु मेरो केटाहरू के गर्नु गाइस यार यस्तै छ हालत सो अब घरतिर गएर चाहिँ अब लास्ट पार्ट आउनेछ गाइस अहिलेलाई यति नै पानी पऱ्यो गिद्दी भयो यी लोड गर्दैछु म अझै पनि के गर्नु सक्नै पर्ने छ अझै 5-6 टिप छ गाइस यार लास्ट गाह्रो भयो काम गर्नु ओके गाइस अब घरतिर गएर लास्ट पार्ट आउनेछ ट्र्याक लाएर हेलो 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 हालत त यस्तो भयो गाइस रातिको 9 बजिसक्यो 9:30 र पनि काम गर्नु छोडिएको छैन पानीले भिजाएर लासाक लुसुक बनाएको छ यस्तो हुलियामा काम गरिराखेको छ यी ए शेखर भाइ दिपक भाइ भोकाले थाक भइसक्यो अब घर जाने ट्र्याक्टर लाएर यो टिप पुऱ्याएर अन्तिम टिप हो आज 25 टिपको काम भयो हिजो 15 टिप के गर्नु गाइस गाह्रो छ छोरा मान्छेको जिन्दगी गाह्रो रहेछ दुःख बाँचुन्जेली दुःख नगरी नसकिने रहेछ र त्यही हो गाइस आजको भिडियो चाहिँ यतैतिर इन्ड गर्नुपर्ने हुन्छ पानी पर्नु थाल्यो अब फेरि यही टिप हो अब यो टिप पनि लोड भइसक्यो केटाहरू भोकाले फ्याँक भइसक्यो सब एनर्जी सकिसक्यो अब घर जाने खानासाना खाने घर जानलाई 1.5 घन्टा लाग्छ हामीलाई गाडीमै जाँदा पनि त्यत्रो टाढो छौँ क्या न के छ यता पसल छ न के छ यार भोकले फ्याँक भइसक्यो दिमाग खराब भइरहेछ त्यही हो गाइस आज भिडियो चाहिँ यतैतिर इन्ड गर्नुपर्ने हुन्छ सबैले माया गरिदिनु होला साथ सपोर्ट दिनु होला त्यही हो हस्त धन्यवाद मेरो भिडियो आजलाई यतैतिर समाप्त गरिदिन्छु जय नेपाल।